सबैलाई नमस्कार। र आज 21 तारिक मे महिना 2025 सालको दिन यहाँ शान्तिनगर गाउँ सुधार समितिका एडभाइजर एवं स्वर्गीय ज्ञान दुलाल सरको यहाँ वासस्थानमा अनि आज 45 को काम थियो अनि यहाँ 45 को काममा यहाँ उहाँका परिवारहरू हुनुहुन्छ यहाँ है। अनि मैले आफ्नो एउटा सानो आफ्नो पेजबाट छोटो एउटा भिडियो है र एउटा परिवारमा एउटा के अरे हाम्रो एउटा डकुमेन्ट्स पनि हो, भेटघाट भयो भनेर। अनि म हुनुहुन्छ शान्तिनगरका हाम्रो सबैभन्दा सिनियर, जब मा भनेपछि है उहाँलाई सबले चिन्ने सबैको मा है र गाउँमा। अनि उहाँको नाम हो भने देवकुमारी प्रधान हुनुहुन्छ। अनि म 86 उमेरमा पनि र आज यहाँ देख्दाखेरि उहाँका दिदी बहिनी परिवारहरू हुनुहुन्छ है। मा तपाईँ कुन बहिनी हुनुहुन्छ? म जेठी। जेठी। अनि अरू? माइली मातामा। यहाँ काइली। हजुर। म काइली। उहाँ कान्छी। अन्त साइली चाहिँ खस्नु भएको। साइली बहिनी दिदी चाहिँ खस्नु भएको। म काइली भयो। यहाँ मेरो कान्छी बहिनी। उता हाम्रो तमाको छोरी। उता एउटै बहिनी, 4 जना भयो। अब हेर्नुहोस्, म हुनुहुन्छ यहाँ हुनुहुन्छ 86 भनेपछि म हुनुहुन्छ के नाम हो उहाँको? देविका प्रधान। 80 वर्ष पुग्नु भएको। म हेर्नुहोस् है म तपाईँको नाम? मेरो कैलाश प्रधान। कैलाश प्रधान 70 पुग्नु भयो। यहाँ हुनुहुन्छ हाम्रो अहिले अब यहाँ हाम्रो तारा प्रधान है म्याडम, तारादेवी प्रधान म्याडम। म कति वर्ष पुग्नु भएको? 60। हेर्नुहोस्, र आज म पनि यो परिवारमा छु है जोडेको। अनि आज 45 को काममा हाम्रो भेटघाट भयो यहाँ। अनि भेटघाट हुँदाखेरि दिदीबहिनी परिवारको सिनियर सिटिजनको मैले आफ्नो छोटो एउटा भिडियो बनाउनु गएँ है। र तपाईँहरू सबैलाई धन्यवाद छ अनि तपाईँ सबैलाई नमस्कार छ। धन्यवाद। कृष्ण भाइलाई धेरै धेरै धन्यवाद। धन्यवाद। चिनो राखिदिएकोमा धन्यवाद। सम्झना।